यो संसारको कुना कुनामा सूचना सम्प्रेषण गर्ने सम्पूर्ण पत्रकार साथीहरू, यसैगरी पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुनुभएका शुभेच्छकज्यूहरू सबैमा म आजको यस कार्यक्रमको सञ्चालक दिपेश भण्डारीको तर्फबाट हार्दिक अभिवादन टक्राउँछु। नमस्कार। आज मिति 2082 जेठ महिनाको 23 गते शुक्रबारका दिन रिपोर्टर्स क्लबको सभाहलमा आयोजित पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबैमा पुनः स्वागत गर्दै म कार्यक्रमलाई औपचारिकतातर्फ लैजान चाहन्छु। आजको यस पुस्तक विमोचन कार्यक्रममा सभाध्यक्षको आसन ग्रहण गरिदिनुहुन गतिशील भौतिकवाद एवं अन्तिम सत्य के रहेछ त भनेर पुस्तक लेख्नुभएका आदरणीय व्यक्तित्व सशस्त्र प्रहरी नायब निरीक्षक नन्दराज जोशीज्यूलाई सभाध्यक्षको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यसैगरी आजका हाम्रा आमन्त्रित प्रमुख व्यक्तित्व नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता माननीय झलनाथ खनालज्यूलाई प्रमुख अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँले लोकतान्त्रिक, प्रजातान्त्रिक र गणतान्त्रिक परिवर्तनको लागि आफ्नो पुरै जीवन नै समर्पण गर्नुभएको छ। यसैगरी विशिष्ट अतिथि आसन ग्रहण गरिदिनु हुन पूर्व सङ्घीय मन्त्री एवं नेकपा एसका उपाध्यक्ष माननीय भानुभक्त जोशीज्यूलाई विशिष्ट अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यसैगरी विशिष्ट अतिथि वरिष्ठ वैज्ञानिक नास्टका प्रवक्ता डाक्टर सुरेश कुमार ढुङ्गेलज्यू उहाँ आउँदै हुनुहुन्छ भन्ने खबर हामीले प्राप्त गरेका छौँ र उहाँ आइपुगेपछि उहाँलाई पक्कै पनि हामीले आसन ग्रहण गराउनेछौँ। र अबको कार्यक्रमको चरणमा हामी मुख्य चरणमा आइपुगेका छौँ। साँच्चै नै पुस्तक लेख्नु एउटा सजिलो काम होइन। यो पुस्तक लेख्न उहाँले कैयौँ वर्ष लगाउनु भएको छ। भावना समेटिएको हुन्छ, अनुभव समेटिएको हुन्छ र सारा कुरा त्यो पुस्तकमा समेटिएको हुनाले त्यो पुस्तकले दिने ज्ञान, त्यो पुस्तकले दिने अनुभव हाम्रा लागि साँच्चै नै अविस्मरणीय हुन्छ। तर कुरा के हुन्छ भने हामीले त्यो पुस्तकलाई कतिसम्म लिन सक्छौँ, त्यो समुद्रमा हामीले कति पानी उबाउन सक्छौँ भन्ने कुरा हाम्रो हातमा रहन्छ। त्यसैले म आजको यस कार्यक्रममा अबको मुख्य कार्यक्रमलाई जोड्न चाहन्छु। नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता माननीय झलनाथ खनाल एवं सम्पूर्ण विशिष्ट अतिथिज्यूहरूलाई पुस्तक विमोचन कार्यक्रममा सहभागी भइदिनु हुन र आजको कार्यक्रम शुभारम्भ गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हजुर, पुस्तक विमोचन गरिदिनु हुन आजका प्रमुख अतिथि एवं नेपाल सरकारका पूर्व प्रधानमन्त्री नेकपा एसका सम्मानित नेता झलनाथ खनालज्यूलाई म हार्दिक अनुरोध गर्दछु र सहयोग गरिदिनु हुन पूर्व सङ्घीय मन्त्री माननीय भानुभक्त जोशीज्यू
र लेखक नन्दराज जोशीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। आजको हाम्रो यस औपचारिक कार्यक्रम शुभारम्भ भएको जानकारी म तपाईहरुलाई गराउन चाहन्छु। आदरणीय महानुभाव, अहिले पूर्व संघीय मन्त्री एवं नेकपा यसका उपाध्यक्ष माननीय भानुभक्त जोशीज्यू उपस्थित भइसक्नु भएको छ। उहाँलाई माफ गर्नुहोला, वरिष्ठ वैज्ञानिक नास्टका प्रवक्ता समेत हुनुहुन्छ डाक्टर सुरेश कुमार ढुङ्गेलज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। साथै म डाक्टर साहबलाई यो पुस्तकको समीक्षा गरिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषक महोदय। यहाँ उपस्थित पूर्व प्रधानमन्त्री श्री हेलो यस कार्यक्रममा पुस्तक विमोचन कार्यक्रम का मुख्य आकर्षक व्यक्तित्वको रूपमा रहनुभएका पूर्व प्रधानमन्त्री श्री झलनाथ खनालज्यू, त्यस्तै पूर्व मन्त्री वर्तमान माननीय श्री भानुभक्त जोशीज्यू, यस पुस्तकलाई मूर्त रूप दिने नन्दराज उहाँले जोशी लेख्नु भएको छैन, मानव प्रकृति भनेर आफ्नो टाइटल दिनुभएको छ। उहाँ लगायत मञ्चमा आसीन
अन्य लब्ध प्रतिष्ठित महोदयहरू, अब यो पुस्तकको बारेमा मैले बोल्नुपर्ने छ। अब म पेसाले काम गर्ने, अनुसन्धान विज्ञानमा अनुसन्धान गर्ने, प्रविधिमा अनुसन्धान, म लेख्न बोल्न यस्तो विषयमा जान्दैन थिएँ। तथापि हाम्रो यस पुस्तकलाई नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान मा यो ल ठिक छ, अब सुनियो ल। यसको बारेमा धारणा दिनु पर्यो भनेर नास्टमा दर्ता गराउनु भएको रहेछ। त्यही सिलसिलामा नास्टबाट यसमा आफ्नो राय दिनु हुन भनेर आदरणीय उपकुलपतिज्यू, सचिवज्यू हुँदै मेरो टेबलमा 2 थान किताब आइपुग्यो। आइपुगेपछि अब म विज्ञानका किताबहरू पढ्ने अलि ठिक छ, विज्ञानका सूत्रहरू खेलाउने मान्छे, प्रयोगशालामा प्रयोगहरू गर्ने मान्छे अब यो पुस्तकमा लेखिएका अक्षरहरू मात्रै पढेर के चाहिँ धारणा बनाउने होला त भन्ने कुरा लाग्यो। तैपनि अब यो मेरो जिम्मेवारीको रूपमा मैले सरसर्ती यो किताब पढ्ने जमर्को गरेँ र त्योभन्दा पहिले नै हाम्रो नन्दराज जोशीज्यू मेरो अफिसमा आएर केही आफ्ना मनोगत धारणाहरू उहाँले व्यक्त गर्नुभएको थियो। तथापि विज्ञान त फेरि निर्मम हुन्छ हैन। अब मानवीय रूपमा त उहाँ असाध्यै राम्रो मान्छे, उहाँसँग भलाकुसारीमा मलाई असाध्यै राम्रो प्रभाव पार्नुभयो। उहाँले चिन्तन गरेर केही कुरा सिर्जना गर्नुभएको छ भने त्यसलाई मैले अन्यथा लिने कुरो भएन। तथापि वैज्ञानिकको दृष्टिकोण राख्नुपर्ने कुरालाई चाहिँ मैले निर्ममतापूर्वक नै भन्नुपर्ने हुन्छ। यसर्थ म अलिकति मैले लेखेरै लिएर आएको छु यसमा। अब यो टिपोटको आधारमा यो पुस्तक उहाँले 7 वर्ष लगाएर चाहिँ आमा कृष्णादेवी जोशी, बुबा स्वर्गीय गजाधर जोशीलाई समर्पित गर्दै आफूभित्र आफूलाई खोज्दाको अनुभूतिलाई एउटा सृजनात्मक तरिकाले पेश गर्नुभएको छ, प्रस्तुत गर्नुभएको छ पुस्तकमा। अब यो पुस्तक म एउटा निश्चित विधा वैज्ञानिक पनि, फेरि एउटा वैज्ञानिकले धेरै मान्छेको यहाँ बुझाइ के छ भने एउटा व्यक्तिले समग्र सारा विषयमा टिप्पणी गर्न सक्छ, यस्तो कदापि होइन। म एउटा निश्चित विषयसँग सम्बद्ध, मैले मास्टर्स डिग्री फिजिक्समा गरे हो, पिएचडी इलेक्ट्रोनिक्स इलेक्ट्रिकल इन्जिनियरिङमा गरेँ। म अहिले यहाँले अलिक गलत, म पूर्व प्रवक्ता चाहिँ हो, अहिले म प्रविधि सङ्कायको प्रमुखको रूपमा कार्यरत छु, मुख्य प्राविधिक अधिकृतको रूपमा। र मेरो विधा भनेको सौर्य ऊर्जा सम्बन्धी, न्यानो टेक्नोलोजी सम्बन्धी काम गर्ने विधा हो। अब त्यो विधागत दायराभित्र रहेर मैले एउटा सामान्य विज्ञानको विद्यार्थीको रूपमा यसमा जे जति बुझेँ, जे जति पाएँ, त्यो कुरो यहाँलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न चाहन्छु। यसमा अब सुरुमै म पहिले अलिकति मैले यसलाई के भनेको छु भने आलोचनात्मक समीक्षा भनेको छु मेरो आफ्नो लेखनलाई। मैले सुरुमा आलोचनाबाट सुरु गर्छु। उहाँले आफ्नो मनोगत विचार उतार्दै गर्दा विज्ञानका स्थापित सिद्धान्तहरूलाई कतिको न्याय गर्न सक्नुभयो, कतिको बुझ्न सक्नुभयो, कतिको उतार्न सक्नुभयो, त्यसमा मेरो गम्भीर फरक मत छ। त्यस हिसाबले हेर्दाखेरि उहाँको किताबको शीर्षकमै अन्तिम सत्य भनेर लेख्नु भएको छ तल, गतिशील भौतिकवाद अन्तिम सत्य। अब अहिलेको विज्ञानले कुनै पनि सत्यलाई अन्तिम सत्य यही हो भन्दैन। जुनसुकै तथ्य स्थापित छ विज्ञानका प्रयोगबाट, त्यसलाई हामीले निरन्तर प्रश्नवाचक चिन्ह लाउँछौँ, शङ्काको घेरामा राख्छौँ र त्यसलाई त्योभन्दा नजिकको सत्य पत्ता लगाउने जमर्को गरिराखेका हुन्छौँ। त्यसैले कुनै पनि हाम्रा आत्म अनुभूतिबाट आएका कुराहरू नै अन्तिम हुँदैनन्। यस अर्थमा मेरो यसप्रति गम्भीर आपत्ति छ। उहाँले लेख्नुभयो, उहाँका लागि त्यो अन्तिम सत्य लाग्यो, तर वैज्ञानिक यथार्थताको धरातलमा त्यो अन्तिम सत्य होइन भन्ने लाग्छ मलाई।
अब उहाँले परम सत्यलाई भेटाएको भन्नुभयो। अब यो कतिपय भौतिक कुराहरू पनि छ, भौतिकवादसँग कतिपय आध्यात्मवाद, यो दुइटैको गुलन भएको छ किताबमा। त्यस हिसाबले हेर्दाखेरि यो परम सत्य उल्लेख गर्नुभएको छ जुन आधुनिक विज्ञानको स्थापित मान्यताहरूसँग मेल खाँदैन। विज्ञानको दर्शनले स्थापित मान्यतालाई चुनौती गर्न सकिने र वैज्ञानिक तथ्य, समय र परिस्थिति सापेक्ष परिवर्तनीय हुन सक्छ भन्ने कुरा अङ्गीकार गरे हुन्छ। त्यसलाई उहाँले परम सत्य भनिदिएपछि त ती टुङ्ग्यो नि। त्यसकारणले त्यो परम सत्य उहाँले पत्ता लागेको कुरो परम सत्य चाहिँ होइन भन्ने लाग्छ मलाई। अब मन, आत्मा, आध्यात्मिक चेत साथै भौतिक शरीर मार्फत पूर्ण ब्रह्माण्डको खोजसम्म गर्न पुग्ने भन्नुभएको छ, जुन कि प्रयोगशालामा प्रमाणित गर्न तत्कालै सम्भव हुँदैन, होइन। हुनसक्छ उहाँले इङ्गित गर्नुभएका कुनै कुरा कुनै समय प्रमाणित पनि होला, कसैले गर्लान्। तर आजको डेटमा उहाँले भनेका आफ्ना मनोगत विचारहरू पूर्ण सत्य ब्रह्माण्डको खोजको विषयमा पनि छैनन् भन्ने लाग्छ मलाई। र त्यसलाई प्रयोगशालामा परीक्षण गरिएको कुनै प्रमाण पनि यो किताबमा प्रस्तुत गरिएको छैन। यसर्थ यसलाई पनि म त्यति सकारात्मक रूपमा ग्रहण गर्न सकिराखेका छैन। त्यस्तै प्रकृतिको स्वरूप, चेतनाको बारेमा उहाँका तर्कहरू तत्काल प्रमाणित गर्न सकिँदैन। अर्थात् कुनै एकजना व्यक्तिको दिमाग विचारमा त्यो सत्य लाग्न सक्छ, तर त्यसले शाश्वत रूपमा, किनभने सत्य वैज्ञानिक प्रमाणिक तथ्य भनेको हर ठाउँमा त्यही परिस्थितिमा जाँच गरियो भने त्यही नतिजा आउने खालको हुनुपर्छ। र त्यो कुरो जबसम्म हामीले प्रयोगात्मक रूपमा परीक्षण गर्दैनौँ तबसम्म त्यो धरातलमा मान्न सकिँदैन। उहाँले दर्शनको रूपमा थ्योरी अफ एभ्रिथिङको पनि शब्दको हिसाबले कतिपय आधुनिक विज्ञानमा प्रयोग भएका शब्दहरू, विज्ञानका ज्ञाताहरूका कुराहरू पनि राख्नु भएको छ। त्यस्तै अब ऊर्जा, सजीव ऊर्जा, निर्जीव ऊर्जा भन्ने प्रसङ्ग उहाँले उठाउनु भएको छ। अब सजीव र निर्जीव ऊर्जाको चिन्तन म आफै भौतिक शास्त्री भए हुनाले हामीले ऊर्जालाई सजीव ऊर्जा, निर्जीव ऊर्जाको रूपमा व्याख्या गर्दैनौँ, होइन। ऊर्जा भनेको ऊर्जा नै हो। अब त्यो सजीव र निर्जीवको प्रश्न उहाँले उठाउनु भएको छ, चेतनाको चर्चा त्यससँग जोड्नु भएको छ। एकल ब्रह्माण्ड सिद्धान्तको व्याख्या आधुनिक विज्ञानसँग मल्टिभर्सको कुरो आइराखेका बेलामा हामीले एकल ब्रह्माण्डको मात्रै कुरामा टुङ्ग्याउनु भनेको अलि आङ्गिक हुन्छ, त्यो पुरा हुँदैन। र ऊर्जा आफैमा चेतना भएको परम सत्य, सार तत्त्व जस्ता प्रसङ्ग साथै बिग ब्याङ तथा एक्सपेन्सन अफ युनिभर्स विरोधी अवधारणा र सृष्टि आकाशमा गतिशील वायुमण्डलीय पूर्ण पिण्ड थियो, छ र रहिरहनेछ भनेर उहाँले ठोकुवाका साथ कुराहरू राख्नु भएको छ। त्यो विषयमा समेत मुख्य रूपमा भौतिक विज्ञान सम्बन्धी जो उहाँलाई अनुभूत भएको कुरा 7 वर्षसम्मको उहाँले अध्ययन अनुसन्धान अथवा मन्थन गर्दाखेरि जो निष्कर्षको रूपमा पस्किनु भएको छ, त्यसमा थुप्रै सायद यो पुस्तकको रूपमा आउनुभन्दा पहिले म वा म जस्ता भौतिक विज्ञानसँग सम्पर्क भएका मान्छेहरूसँग बसेर उहाँका चिन्तन र यथार्थ, अहिलेको वस्तुगत यथार्थका बारेमा एउटा वाद विवाद प्रतिवाद भएको भए यो अझ परिमार्जित फर्ममा आउन सक्थ्यो भन्ने लाग्छ मलाई। कतिपय कुरा ठोकुवा गर्ने, अन्तिम सत्य भन्ने जस्ता कुराहरूलाई हामीले अभोइड गर्न सकिन्थ्यो। र अब तथापि 7 वर्षको कठिन परिश्रमपछि उहाँले आफ्नो भावनालाई पुस्तकको रूप दिनुभएको छ, यहाँहरू समक्ष ल्याउनु भएको छ एउटा पाठकको रूपमा। यहाँ यो पुस्तकमा तपाईँहरूले केही असाध्यै फेरि मनन गर्न सक्ने तथ्यपरक हाम्रो दैनन्दिन जीवनमा हामीले भोगिराखेका सामाजिक, आर्थिक, राजनैतिक कुराहरू पनि उहाँले एकदमै राम्रोसँगले पछिल्लो पार्टमा चाहिँ उल्लेख गर्नुभएको छ। कतिपय मनोगत कुराहरू, मनरोगको बारेमा विश्लेषणदेखि लिएर हाम्रा चाहिँ धर्म के हो, आस्था के हो, यो प्रवृत्तिहरूको बारेमा पनि केही राम्रा सकारात्मक कुराहरू, पठनीय कुराहरू पनि यस पुस्तकमा छ। त्यो कुराहरू मैले पाएको चाहिँ म जस्ताको त्यस्तै यहाँ पस्किन चाहन्छु। चेतना पदार्थको विकसित संयोजनबाट सिर्जना हुन्छ, यो विज्ञानले प्रमाणित गरेको कुरा हो, होइन। चेतना भनेको कुनै चेतनाबाट चेतना जन्मिन्छ एउटा तर्क छ भने हामी वैज्ञानिकहरूले चाहिँ पदार्थको उच्चतम परिष्कृत संयोजनबाट चेतना पैदा हुन्छ भन्ने कुरा मान्दछौँ।
यो डार्विनको सिद्धान्तसँग मेल खाने कुरा छ र यी दुईको सहकार्य भइरहेको छ भन्नुभएको छ उहाँले। पदार्थ र चेतनाको सहकार्य बिना हाम्रो सृष्टि सम्भव छैन। यो एकदमै मनन योग्य कुरा उहाँले लेख्नु भएको छ। ज्योतिष विद्या एक अनुमान तथा खोजसँग जोडिएको विषय हो। कुनै विषयको गहिरो अध्ययनले भविष्यवाणी गर्न सकिन्छ। अब ज्योतिषीले गर्ने त भविष्यवाणी हो। त्यो भविष्यवाणी चाहिँ हुनसक्छ कुनै विधागत चाहिँ एकदम विशिष्टीकृत अध्ययनको उपज पो हो कि हामीले विज्ञानका पनि विभिन्न सिद्धान्तको आधारमा यस्तो भयो भने यस्तो हुनसक्छ भनेर हाइपोथाइज जसरी गर्न सक्छौँ होइन, पोस्टुलेट्सहरू दिन सक्छौँ, एक्स्ट्रापोलेट गर्न सक्छौँ सिचुएसन। यो कुरा नै ज्योतिषीले पनि गरे होला, जो कहिले मेल खान्छ कहिले मेल खाँदैन भन्नुभएको छ। यसमा म सत्यता देख्छु। अब नर्भ सेल समेत बन्ने र मर्ने क्रिया निरन्तर भइरहन्छ होइन, र यसको निष्कर्षमा उहाँले के लेख्नु भएको छ भने तसर्थ स्नायु रोग पनि क्युरेबल हो, त्यो उपचार योग्य हुन सक्छ। किनभने शरीरमा हरेक दिन हजारौँ लाखौँ कोशिकाहरू नयाँ जन्मिरहन्छन् र मरिरहन्छन्। यो विज्ञानले पनि प्रमाणित गरेको कुरा हो। यस कारणले गर्दा आज कोही मान्छे कुनै रोगले ग्रसित छ भने त्यो निको नै हुँदैन भनेर कन्क्लुजन निकाल्नु ठिक होइन भन्ने उहाँको आशय छ, जससँग म आफू पनि सहमत छु र सायद तपाईँहरू पनि सहमत हुनुहुन्छ होला। मनोरोग र आत्मपरक चिन्तनको विश्लेषण यसमा उहाँले जोड दिनुभएको छ। अत्यधिक सहज र असहज संवेगले नै मनोरोग निम्त्याउँछ भन्नुभएको छ। भनेपछि जहिले पनि एक्सट्रिम चिन्तन, अलि इन्टेन्स थिङ्किङ, कहिले डिप्रेसन अथवा एक्साइटमेन्ट। हामी यदि इन्टेन्सिटीमा डिप्रेसन र एक्साइटमेन्ट भइदियो भने मान्छे चाहिँ विचलित हुन्छ र त्यसले मनोरोग निम्त्याउँछ भन्ने कुरा उहाँले भन्नुभएको छ। त्यसैले एउटा भनाइ छ, लाइफ स्टार्ट्स थ्रु द प्लेन, पासेस थ्रु द प्लेन एन्ड एन्ड्स थ्रु द प्लेन। हामीले सहज र एउटै धरातलमा सामान्य जिन्दगी जियौँ भने हामी मनोरोगबाट ग्रसित हुनु पर्दैन भन्ने आशय होला भन्ने लाग्छ मलाई। त्यो पनि मनन योग्य कुरा उहाँले राख्नु भएको छ। र अब सपनाको विषयको, सपना कसरी देखिन्छ, किन देखिन्छ, यसमा चेतन अवचेतन मन, यस्ता कुराहरू सबै उहाँले राम्रैसँगले विश्लेषण गर्नुभएको छ। र अर्को कुरा उहाँले राख्नु भएको, मन सूचनाको संवेगबाट प्रभावित हुन्छ भने शरीर पदार्थको गतिशीलतामा निर्भर रहन्छ भन्नुभयो। अब उहाँको एउटा निष्कर्ष एकदमै यो टाइटलसँग मेल खान्छ, गतिशील भौतिकवाद। अब हामीलाई लाग्न सक्छ हामी यो संसारमा ब्रह्माण्डमा सबै चिज गतिशील छैन। हामीले कता कता तल्लो क्लासमा के पढ्थ्यौँ भने सूर्य चाहिँ स्थिर छ, पृथ्वी त्यसको वरपर चक्कर काटिराखेको छ भन्ने पढ्यौँ। तर अहिलेको विज्ञानले त्यो कुरो मान्दैन। यो स्थिर वस्तुभित्र पनि कणहरू, अणु परमाणुहरू जहिले पनि गतिशील अवस्थामा हुन्छन्। ब्रह्माण्डीय पिण्ड पनि गतिशील अवस्थामा छ। हाम्रो ब्रह्माण्ड स्वयं चाहिँ एक्सपान्डिङ युनिभर्स हो। त्यस हिसाबले हेर्दाखेरि यो ब्रह्माण्डका हरेक दृश्य अदृश्य चिजहरू कुनै न कुनै गतिवान छन्, गतिशील छन्। त्यसकारणले यो भौतिक दुनियाँ कायम भएको हो भन्ने तर्क चाहिँ सहमत हुन सक्ने तर्क हो। र त्यसमा उहाँले चाहिँ शरीर चाहिँ पदार्थको गतिशीलतामा निर्भर गर्छ र मन चाहिँ सूचनाको संवेग भन्नुभयो उहाँले। सूचना भनेको सफ्ट पावर भयो होइन, पदार्थ भनेको हार्ड स्टफ हो। त्यो हार्ड स्टफको गतिशीलताले शरीरलाई चलायमान बनाइराखेको हुन्छ भन्ने चाहिँ राम्रो त्यो पठनीय कुरा मेन्सन गर्नुभएको छ। श्वास हाम्रो आधारभूत ऊर्जाको स्रोत हो भनिदिनु भयो उहाँले। पक्का पनि हो, हाम्रो अहिलेको जीव विज्ञानले त्यसै भन्छ। श्वासले गर्दा अक्सिजन लिन्छौँ, अक्सिजनले ग्लुकोज ब्रेकडाउन गरेर हामीलाई चाहिँ ऊर्जा दिइराखेको हुन्छ। यो कुरामा सत्य छ, यो विज्ञानले पनि यसलाई चाहिँ स्थापित गरेकै कुरा हो। पदार्थको गति आफै कर्म हो, सृष्टि स्वयंले आफ्नो कर्म गरिरहेको हुन्छ भनेपछि हरेक पदार्थ कुनै न कुनै ढङ्गले गतिशील छ र यसैले यो सृष्टि सम्भव भएको छ भन्ने उहाँको निष्कर्ष ठिक छ। ज्ञान सही सूचना हो भने अज्ञान गलत सूचना हो भनिदिनु भयो। ज्ञान र अज्ञानलाई पनि सूचनासँग, सही सूचना र गलत सूचनासँग जोड्नुभयो। सायद यो पनि तर्कसङ्गत नै छ। हाम्रो सृष्टि कसरी भयो, यसको ऊर्जा वा शक्ति के हो, उक्त ऊर्जालाई जान्नु र त्यसको भक्ति गर्नु अध्यात्म हो भनिदिनु भयो।
अब हामीले अध्यात्म भन्ने बित्तिकै हामी भित्रको ऊर्जा बाहिरको ऊर्जा देवी देवताको नाममा हामीले जो गरिराखेका छौँ यसमा अध्यात्मको कुरा आयो। सायद त्यो आफ्नो ऊर्जालाई नियन्त्रण राख्नेलाई नै उहाँले आध्यात्मिकता भन्नुभयो। त्यसमा पनि मलाई लाग्छ म आध्यात्मवादी मान्छे पनि होइन, धेरै बुझ्ने मान्छे पनि होइन, तर पनि सायद यो व्याख्या भइरहेको आध्यात्मिकता यससँग जोडिएको छ। ध्यान सम्बन्धमा पनि लेखकको धारणा मनन योग्य छ। श्वासभित्र गएको बाहिर गएको मलाई अरू अन्य चाहिँ गुरुहरूले सिकाएका चेलाहरूसँगको सम्पर्क हुँदाखेरि त्यो श्वासमा केन्द्रित गर भने सुन्छु। त्यो कुरो पनि उहाँले यहाँ लिएर आउनु भएको छ, त्यो मलाई लाग्छ ठिकै होला। अब जीवनमा अब यो एकदम $1,000,000 टर्म मैले अन्त पढाएको थिएन। उहाँले जीवनमा घडी उपहार दिने साथीतिर नलागी समय उपहार दिने साथी खोज भन्नुभएको छ। यो पनि मलाई गत लाग्यो, किनभने घडी भनेको भौतिक वस्तु भयो भने समय चाहिँ जसले तपाईँलाई दिन सक्छ त्यो नै तपाईँको निकट मित्र हो भन्ने चाहिँ पहिचान उहाँले आफूले पनि गर्नुभयो होला र यहाँ लेख्नुभयो। त्यो ठिक छ। सगरमाथा चढ्नु अवश्य पनि कठिन छ। अब यहाँ पनि भौतिक र अलिकति आध्यात्मिक चेतको कुरा उहाँले उठाउनु भएको छ। सगरमाथा चढ्नु उपलब्धि पनि हो, कठोर पनि छ, तर त्यसले मानिसभित्रको बोधको अवस्था पनि इङ्गित गर्दैन। सगरमाथा चढेर शिखरमा पुग्ने बित्तिकै मान्छे ज्ञानी ध्यानी बन्छ भन्ने चाहिँ होइन भन्ने कुरा उहाँले इङ्गित गर्न खोज्नु भएको जस्तो लाग्छ। हामीले प्रकृतिप्रति कृतज्ञ हुन सक्नु पर्दछ, किनकि यो नै हाम्रो जीवनको आधार हो। अब यसमा विवाद गर्नुपर्ने कुनै विषय नै छैन। हिजो मात्रै हाम्रो विश्व वातावरण दिवस मनाउँदैछौँ। हामी प्रकृतिसँग साक्षात्कार नगरिकन अगाडि जान सक्दैनौँ र मानव जातिको विकासका लागि प्रविधि आवश्यक छ। मानव जातिको विकासका लागि प्रविधि आवश्यक छ, तर अहिलेको उन्नत प्रविधि एआई जस्तोले कतै मजदुरको पेटमा लात हान्ने त होइन भन्नेबाट उहाँ सामाजिक उत्तरदायित्वप्रति पनि सचेत हुनुहुन्छ भन्ने लाग्छ। किनभने यो पनि बेला बेला चर्चा गरिएको विषय, तथापि प्रविधिको विकास सँगसँगै कतिपय गरिएका शङ्का उपशङ्का आपसे दूर हुँदै गएका छन्। यसले अझ उन्नत समाज सृजना गर्नमा सहयोगी कसरी बनाउनेतिर लक्षित हुनुपर्छ, न कि कसैको रोजगार चाहिँ खोसिने अवस्था सिर्जना गरोस्। र यसमा अब अन्तिम मेरो आफ्नो पढाइको निष्कर्ष चाहिँ यहाँनिर उहाँले लेख्नु भएको छ, सबैको मस्तिष्क उत्तिकै सक्षम छ, त्यसैले अन्य कुनै मस्तिष्कको दास हुने होइन। यो चाहिँ मलाई लाग्छ हामी कहिलेकाहीँ हुन्छ नि, कोही मान्छे साह्रै उद्वेलित भएर म चाहिँ एकदम भयानकै भएँ अनि अर्को चाहिँ डिप्रेस भएर म त खतमै भएँ भन्ने सोचबाट जो ग्रसित छौँ, यो मनोरोगहरूको उत्पादन भइराखेको छ। त्यसलाई उहाँले के भन्नुभयो भने हरेक मस्तिष्क मूल्यवान छ, त्यसको सही सदुपयोग गर्न सक्यौँ कि सकेनौँ हो त्यसले चाहिँ हामीलाई सही दिशाबोध गर्छ भन्ने कुरा उहाँले लेख्नु भएको छ। यसमा म पूर्णतः सहमत छु। त्यसैले कुनै एउटा मस्तिष्कले अर्को मस्तिष्कलाई अवहेलना गर्ने होच्याउने काम नगरोस् भन्ने चाहिँ एकदम मानवतावादी कुरा र विकासवादी कुरा पनि हो। त्यो कुरो उल्लेख गर्नुभएको छ। र अब त्यहाँभन्दा अलावा पनि उहाँले थुप्रै कुराहरू मानव समाजको बारेमा, राजनीति यसो पढ्दै जाँदा उहाँ मार्क्सवादी चिन्तनबाट प्रभावित मान्छे जस्तो मैले पाएँ। र त्यसमा उहाँले अहिलेका मैले भनिरहनु पर्दैन व्याप्त विसङ्गतिहरू होइन, चाहे त्यो राजनीतिमा होस्, चाहे हाम्रा दैनन्दिन जीवनमा होस्, समाजमा होस्, भएका विकृतिहरूलाई पनि चिरफार गर्ने कोसिस गर्नुभएको छ। त्यसमा मेरो न सकारात्मक न नकारात्मक, म एउटा वैज्ञानिकको धर्म पनि विज्ञान, राजनीति पनि विज्ञान, कर्म पनि विज्ञान भावनाले म त्यसमा निरपेक्ष रूपमा केही कुरो राख्दिनँ। तर त्यो पनि मनन योग्य। उहाँले आफ्नो अनुभवलाई यहाँ जस्ताको त्यस्तै पस्किने कोसिस गर्नुभएको छ। समग्रमा भन्दाखेरि मैले एउटा वैज्ञानिकको रूपमा भन्नुपर्दाखेरि चाहिँ विज्ञानका थुप्रै तथ्यहरू चाहिँ उहाँले अलिकति प्रमाणित नभइकन आफूलाई लागेको हिसाबले राख्नु भएको छ। त्यसलाई अर्को संस्करणमा म आशा गर्छु अझ वैज्ञानिक चिन्तन भएका मान्छेहरूसँगको अन्तर्क्रियाबाट परिमार्जित रूपमा आओस् र उहाँले जीवन उपयोगी, आध्यात्मसँग रिलेटेड, मनसँग रिलेटेड धेरै कुराहरू गर्नुभएको छ जो जस्ताको त्यस्तै मनन र पठन र ग्रहण गर्न योग्य छ भन्ने कुरा राख्दै मेरो आफ्नो सानो यो मैले अघि नै भनिसकेँ आलोचनात्मक समीक्षा यहीँ समाप्त भएको निवेदन गर्न चाहन्छु। धन्यवाद।
धेरै धेरै धन्यवाद। अत्यन्तै महत्त्वपूर्ण र सान्दर्भिक भनाइ राखेर नास्टका पूर्व प्रवक्ता एवं वरिष्ठ वैज्ञानिक डाक्टर सुरेश कुमार ढुङ्गेलज्यू यहाँबाट बिदा हुनुभएको छ र अब फेरि म शुभकामना मन्तव्यको क्रमलाई नै जोड्न चाहन्छु। नेपाल सरकारका पूर्व सङ्घीय मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष माननीय भानुभक्त जोशीज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। गतिशील भौतिकवाद यस पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष तथा यो पुस्तकका लेखकज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेताज्यू र विशेष गरी यस पुस्तकका सन्दर्भमा अलि बढ्ता जानकार राख्नुहुने, आलोचनात्मक टिप्पणी राख्नुहुने हाम्रो डाक्टर सुरेश सर लगायतका यो कार्यक्रममा सहभागी हुनुभएका पत्रकार मित्र साथै सम्पूर्ण सहभागीहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। मैले धेरै भन्नु पर्दैन, मलाई लाग्छ नन्दराज जोशीजी बझाङ जस्तो दुर्गम जिल्लामा बसेर सशस्त्र प्रहरी बलमा काम गरेर यति मेहनत गरेर एउटा राम्रो पुस्तकको रूपमा जसरी उहाँले यो पुस्तक निर्माण गर्नुभयो, यसको लागि म विशेष गरी लेखकलाई म मेरो तर्फबाट र एउटा बझाङ जिल्लाको जनप्रतिनिधिको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मलाई लागेको थियो यो सशस्त्र प्रहरी बलमा बसेर शान्ति सुरक्षामा खट्नुपर्ने, अमनचन गर्नुपर्ने व्यक्तिले यति धेरै कुरा अध्ययन गरेको देखिन्छ। मैले यसो सर्रै हेरेँ, यो मानव शरीरदेखि लिएर यो विश्व ब्रह्माण्डको अथवा सृष्टिको विकास कसरी भयो, अहिलेसम्म कहाँ पुगेको छ, यो सृष्टिको सुरुवातदेखि अहिलेसम्मको पनि उहाँले यहाँ अध्ययन गरेको देखियो। विज्ञानका पनि धेरै कुराहरूको उहाँले अध्ययन गरेको देखिन्छ। यद्यपि सुरेश सरले भन्नुभयो विज्ञानको बारेमा निर्णय गर्ने अन्तिम अधिकार सामान्यतया अप्ठ्यारो छ नि। अन्तिम सत्य जो लेख्नुभयो यसलाई फेरि अर्को पछिल्लो संस्करणमा यसलाई अलिकति ध्यान दिएला, किनभने हामीले अन्तिम सत्यभन्दा अन्तिम सत्य स्वीकार गर्नका लागि त्यसको विधि प्रक्रिया पद्धति होला। तर पनि मैले हेरेँ उहाँले जीवनमा यति उपयोगी कुरा, यति राम्रो कुराहरू पनि उल्लेख गर्नुभएको छ। मैले माथिबाट हेर्दै जाँदा एक ब्रह्माण्डको सिद्धान्तको समीकरणदेखि लिएर सृष्टिको विकास क्रमदेखि लिएर आकाशीय पिण्डहरू जुन वैज्ञानिकहरूले विभिन्न समयमा पत्ता लगाएका थ्योरीहरूको पनि व्यापक ढङ्गले अध्ययन गर्नु पनि भएको छ। अध्ययनबाट उहाँले केही त्यस्तो निष्कर्ष निकाल्न प्रयास पनि गर्नुभएको छ र विशेष गरी त्यसको साथै पछिल्लो पाटोमा उहाँले जीवनसँग, हाम्रा नियमित जीवनसँग सम्बन्धित कुराहरू, मनको सिद्धान्त, माइन्ड थ्योरी, मनोरोगहरूको बारेमा, सपनाको बारेमा, शरीर, यौवन, बुढ्यौली, जन्म, मृत्यु, यी सबै कुराहरूदेखि लिएर श्वास के हो, प्रश्वास के हो, कर्म के हो, ज्ञान के हो, आध्यात्म के हो, धर्म के हो लगायतका धेरै कुराहरूमा उहाँले जसरी अध्ययन मनन गर्नुभएको छ त्यसलाई छोटो रूपमा उहाँले प्रस्तुत गर्नुभएको छ। यसको बारेमा फेरि सबै पाठकहरूले, सबै लेखकहरूले पढेर उहाँलाई थप सल्लाह सुझाव दिएर अझै पछिल्लो चरणमा यसलाई अझै अनुसन्धानमूलक बनाउनका लागि ठुलो सहयोग मिल्नेछ र यो पुस्तक लेखनमा उहाँले धेरै अथक मेहनत परिश्रम गर्नुभएको छ र हाम्रो लेभलको दिमागले त सट्टै यसको बारेमा टीका टिप्पणी गर्न म सक्दिनँ। सुरेश सरले त्यसको बारेमा आलोचनात्मक कुरा राखिसक्नुभयो। अब हाम्रो सम्मानित नेता अलि दर्शनमा अझै विज्ञ हुनुहुन्छ, उहाँले धेरै कुरा उहाँलाई सुझाव पनि दिनुभएको छ, अझै पनि सुझाव दिनुहुनेछ। म व्यक्तिगत ढङ्गले फेरि पनि लेखकलाई
आएका सल्लाह सुझावलाई पनि सङ्कलन गरेर अझै यो पुस्तकलाई राम्रो बनाउने, सबैका लागि अन्तिम सत्य बनाउनका लागि अझै धेरै प्रयास गर्नुहुनेछ भन्दै शुभकामना व्यक्त गर्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद माननीय पूर्व सङ्घीय मन्त्री एवं नेकपा यसका उपाध्यक्ष भानुभक्त जोशीज्यूले आफ्नो महत्त्वपूर्ण भनाइ भनेर यहाँबाट बिदा भइसक्नु भएको छ। उहाँले भन्नुभएको छ शान्ति सुरक्षामा खटेर पनि यो पुस्तक लेख्न सक्नु आफैमा एउटा अद्भुत क्षमता हो, यो चाहेर पनि गर्न नसकिने कुरा हो र उहाँलाई आगामी भविष्यको लागि म फेरि पनि शुभकामना दिन्छु भनेर उहाँले महत्त्वपूर्ण मन्तव्य राख्नु भएको छ। यसै गरी म फेरि पनि मन्तव्यलाई नै जोड्न चाहन्छु। नेपाल सरकारका पूर्व प्रधानमन्त्री उहाँलाई दिने हजुरलाई आउनुहोस् त यहाँ। यसै गरी अबको चरणमा आजको यस कार्यक्रममा गतिशील भौतिकवाद नामक पुस्तक लेख्नुभएका लेखक आदरणीय नन्दराज जोशी एवं नन्दराज मानव प्रकृतिज्यूलाई म उहाँको पुस्तकमा के रहेछ, उहाँको पुस्तकले भन्न खोजेको के रहेछ र उहाँको पुस्तकले पाठकको मानसपटलमा ल्याउने परिवर्तन के रहेछ भन्ने कुरा स्पष्ट पारिदिनु हुन हार्दिक अनुरोध गर्दै म उहाँलाई ड्यासमा निम्त्याउन चाहन्छु। यस गतिशील भौतिकवाद पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू, विशिष्ट अतिथि माननीय पूर्व मन्त्री भानुभक्त जोशीज्यू, विशिष्ट अतिथि वरिष्ठ वैज्ञानिक डाक्टर सुरेश कुमार ढुङ्गेलज्यू, उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, पत्रकार मित्रहरू, सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। मैले लामो समयदेखिको खोज, अनुसन्धान, अध्ययन, अभ्यास, जागरण र अनुभवका माध्यमबाट 9 वर्षको अथक प्रयासपछि यस गतिशील भौतिकवादको रचना गर्न सफल भएको छु। यस दर्शनको निर्माणको क्रममा मैले विद्यमान दर्शन, विज्ञानका आध्यात्मवादको अध्ययनका साथै मेरो चिन्तन कर्म सहितको अलग प्रयासबाट मैले परम सत्य वा अन्तिम सत्यको खोज गर्न सफल भएको छु। गतिशील भौतिकवाद आफैमा पूर्ण दर्शन हो। यस दर्शनलाई मैले मेरो मस्तिष्कको प्रयोगशालामा परीक्षण गरिसकेको भए तापनि यस दर्शनले विज्ञानका विद्यमान केही प्रावधानहरूको सम्बोधन गर्न सकेको छैन होला। तथापि विचारको परीक्षणका माध्यमबाट आजको विज्ञानले समेत यस दर्शनलाई प्रमाणित गर्न सक्ने आधारको निर्माण भएपछि मात्र मैले यस गतिशील भौतिकवादलाई आम जनमानस समक्ष प्रस्तुत गरेको छु।
यस दर्शनभित्र मुख्यतया 3वटा विषयवस्तु समेटिएको छ। सुरुवातमा तत्त्व मीमांसाका आधारमा एक ब्रह्माण्डको सिद्धान्तलाई प्रस्तुत गरिएको छ। यस सिद्धान्तले ब्रह्माण्डलाई एकतापछिको विकसित अनेकतामा रहेको पुष्टि गर्छ। यसले गतिशील पूर्ण वायुमण्डलीय पिण्डको स्वरूपमा रहेको अन्तरिक्ष वा आकाशको व्याख्या गर्छ। किनकि हामी कहीँ कतै सृष्टिबाट अथवा कहीँ कतैबाट हामी क्रिएसन भएका हौँ भने क्रिएटरको सम्भावना छ, क्रिएटर हुनुपर्छ, जुन एब्सोल्युट स्थितिमा छ र हामी त्यस एब्सोल्युट गतिशील पदार्थको रिलेटिभ तत्त्व नै हामी हौँ भन्ने कुराको मुख्य पुष्टि यस गतिशील भौतिकवादले गर्दछ। दोस्रो, ज्ञान मीमांसाका आधारमा चेतना के हो त? चेतना कसरी निर्माण हुन्छ? मन के हो? आत्मा के हो? हामीसँग भएको मन आत्मा हामीभित्रै छ। हामीले खोज्न सक्छौँ कि सक्दैनौँ? हामीले प्रयास गऱ्यौँ भने भेटिन्छ कि भेटिँदैन? तथापि मैले जुन 7 वर्षको अथक मेहनत मन खोज्नका लागि प्रयोग गरेको छु, आफैमाथि त्यसको विभिन्न परीक्षणहरू गरेको छु, त्यसका आधारमा मस्तिष्कसँग भएका सूचनाहरूले हाम्रा इन्द्रिय मार्फत हाम्रो मस्तिष्कमा स्टोरेज हुने सूचनाहरू कसरी मुभ हुन्छन् न्युरोनको स्थितिमा र तिनले हाम्रो शरीरभित्र कसरी एउटा करेन्टको स्थितिमा करेन्ट र भोल्टेजलाई कसरी डिसब्यालेन्स गर्छ र शारीरिक अनुभूतिको आधारमा हामी कसरी डराउँछौँ, कसरी आत्तिन्छौँ, कसरी हामी खुसी हुन्छौँ, यसका भावनाहरूको विकास अथवा संवेगको विकास मनले कसरी गर्छ भन्ने एउटा गति सञ्चार प्रणालीको विकास गरेको छु। मैले यसमा मन र आत्मालाई अन्तिम व्याख्या गरेको छु। किनकि यो मेरो अनुभूति मात्र होइन, प्रयोगको चरणबाट प्राप्त भएको स्थिति हो। त्यसैले मन र आत्मा खोज्नका लागि हामीभित्र नै हामीले आफैले अनुभूति गर्न सक्नुपर्छ। चेतना, मन, आत्मा र शरीरको अन्तिम व्याख्या गर्दै मनको सिद्धान्तलाई प्रस्तुत गरिएको छ। यस दर्शनले जीवन र मृत्युको समेत व्याख्या गर्दै मनको सिद्धान्तलाई प्रस्तुत गरेको छ। साथै जीवन र मृत्युको समेत व्याख्या गर्दै हामी को हौँ भन्ने प्रश्नको जवाब दिएको छ। तेस्रो तत्त्व के छ भने यसमा मूल्य मीमांसालाई आधार बनाउँदै मानव विज्ञानसहितको मानव शास्त्रका आधारमा मानवीय व्यवहारको समेत अध्ययन गरी प्राकृतिक स्थितिमा हामी प्रकृतिमै छौँ, हामी प्रकृतिभन्दा बाहिर छैनौँ। त्यसैले प्राकृतिक स्थितिमा प्रकृतिले निर्माण गरेका विभिन्न जातहरू, स्पेसिसहरू मध्येमा एउटा मानव जाति उत्कृष्ट चेतनासहितको विकसित चेतनासहितको मानव एउटा फरक भिन्न जाति हो, होमोसेपियन्स हो, जहाँ डार्विनले भन्नुभएको छ र उहाँले प्रयोग पनि गर्नुभएको छ। हामी विकसित इभोल्युसनको चरणबाट आएका हौँ। हामी ढुङ्गे युग हुँदै मानव चेतनाको विकास गर्दै आजको चरणसम्म पुगेका छौँ। यदि इभोल्युसन प्रकृतिमा छ भने इभोल्युसन प्रत्येक स्थितिमा छ। सृष्टिमा पनि इभोल्युसन छ। जुन सुरुवाती सृष्टि छ त्यो सृष्टिले नै इभोल्युसन गरेका कारण हामी इभोल्युसनबाट यहाँ आइपुगेका हौँ भन्ने मेरो बुझाइ हो। त्यही बुझाइका आधारमा हामी प्रकृतिबाट हामी केवल मानव जाति मात्र भएको व्याख्या गर्दै मानव जातिवादको अवधारणा प्रस्तुत गरिएको छ। गतिशील भौतिकवादले दर्शनका मूल तत्त्वहरूलाई समेत परिष्कृत गर्दै वैज्ञानिक ढङ्गबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। मलाई आशा छ मेरो 9 वर्षको खोज र मसँग भएको एक थान मनमाथि 7 वर्षसम्मको प्रयोगबाट जुन परिणाम आएको छ यसले आम मानव जातिको हितमा काम गर्नेछ। त्यसैले यो कर्म अब मेरो कर्म मात्र रहेन, यो नेपाल राज्य र आम मानव जातिको कर्म बन्न सक्यो। म नेपाल राज्य र राज्यका सम्बन्धित निकायहरू, सम्बन्धित विज्ञहरू तथा प्रिय पाठकवर्गहरूलाई समेत विनम्र अनुरोध गर्दै यस गतिशील भौतिकवादलाई थप अनुसन्धान तथा छलफलको विषय बनाइदिएर मैले रचनात्मक समालोचना प्राप्त गर्न सकूँ भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद। गतिशील भौतिकवाद, डाइनामिक मेटेरियलिजमका लेखक, सशस्त्र प्रहरी का नायब निरीक्षक आदरणीय व्यक्तित्व,                                                                                                    नन्दराज जोशीज्यू, उहाँले यो पुस्तकबाट
पाठकलाई के सन्देश दिन खोजेको छ र आफ्नो मनमा भएका आफूले जीवनभर सिकेका कुराहरू के छन् भनेर उहाँले स्पष्ट पारेर यहाँबाट बिदा भइसक्नु भएको छ। र अब म फेरि पनि मन्तव्यलाई नै जोड्न चाहन्छु। आज हामीले यस कार्यक्रममा उहाँलाई पाउनु हाम्रो लागि निकै नै सौभाग्यशाली कुरा हो। उहाँले यो देशको हरेक परिवर्तनका निमित्त आफ्नो पुरै जीवन खर्चिनु भएको छ, चाहे त्यो प्रजातान्त्रिक परिवर्तन किन नहोस्, चाहे त्यो लोकतान्त्रिक, चाहे त्यो गणतान्त्रिक, सबै परिवर्तनमा, सबै आन्दोलनहरूमा, नेपाल कम्युनिस्ट आन्दोलनमा समेत उहाँले प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो। नेपालको राजनीतिक परिवर्तनमा, नेपालको अवस्थाको परिवर्तनमा, चाहे व्यवस्थाको परिवर्तनमा उहाँले आफ्नो पुरै जीवन समर्पित गर्नुभएको छ। नेपाली जनताको लागि आफूलाई एउटा सङ्घर्षशील अनवरत सङ्घर्षको धरातलमा उभ्याउनु भएको छ। कृपया पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता आदरणीय व्यक्तित्व मान्य झलनाथ खनालज्यूलाई आफ्नो महत्त्वपूर्ण र समसामयिक राजनीतिक अवस्थाको बारेमा पनि भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषक महोदय। यो कार्यक्रमका अध्यक्ष तथा यो गतिशील भौतिकवाद सम्बन्धी पुस्तकका लेखक नन्दराज जोशीज्यू, यो कार्यक्रममा उपस्थित पूर्व मन्त्री, माननीय सांसद र हाम्रो पार्टीका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष कमरेड भानुभक्त जोशीज्यू, यो कार्यक्रममा प्रस्तुत पुस्तकको बारेमा बडो महत्त्वपूर्ण टिप्पणी गर्नुहुने हाम्रा वैज्ञानिक महोदय सुरेश ढुङ्गेलज्यू, अन्य सहभागी साथीहरू, पत्रकार साथीहरू, मलाई बडो खुसी लागेको छ। आज एउटा महत्त्वपूर्ण नयाँ पुस्तक, एउटा नयाँ आयामलाई ओगटेर लेखिएको पुस्तक गतिशील भौतिकवादको विमोचन भएको छ। यो विमोचन गर्ने समारोहमा मलाई सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा आयोजक साथीहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सामान्यतः हाम्रो समाजमा के एउटा अवधारणा छ भने पुलिस भनेको बन्दुक बोकेर हिँड्ने, अनि गार्ड बस्ने, अफिसरहरू सलाम लिने, प्रहरीहरू सलाम दिने, यस्तै खालको हुन् भन्ने खालको एउटा अवधारणा समाजमा पाइन्छ। तर हाम्रो सही साहबले यो जुन पुस्तक लेख्नुभएको छ, यो पुस्तकले त्यो अवधारणालाई ह्याम्बर चलाइदिएको छ र यो अवधारणा बेठीको प्रहरी भनेको पनि चिन्तन गर्न सक्ने, मनन गर्न सक्ने, लेखन गर्न सक्ने र विचार प्रवाह गर्न सक्ने व्यक्तित्वहरू हुन्छन् भन्ने कुराहरू उहाँको पुस्तकले साबित गरिदिएको छ। त्यसो हुनाले म सबभन्दा पहिले हाम्रो सही साहबलाई, यो पुस्तकका लेखकलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। एउटा पठनीय पुस्तक तपाईले नेपाली पाठकहरू समक्ष प्रस्तुत गर्नुभएको छ र यसमा केही नयाँ विचारहरू प्रस्तुत गरेर नेपालको विचार जगतमा तपाईले एउटा बहस छलफल गर्ने एउटा नयाँ अवसर पनि जुटाउनु भएको छ।
यसको लागि पनि तपाईँलाई धन्यवाद छ। अब जहाँसम्म हामीले यो पुस्तकभित्र प्रस्तुत भएका विचारहरू छन्, अघि हाम्रो रमेश होइन सुरेश ढुङ्गेलजीले जुन ढङ्गले टिप्पणी प्रस्तुत गर्नुभएको छ, त्यो टिप्पणीका धेरै कुराहरूमा मेरो पनि सहमति छ। उहाँले जुन खालको टिप्पणी गर्नुभयो, मैले धेरै कुराहरू यहाँ राख्न चाहन्न। दर्शन भनेको धेरै गहन विषय हो, त्यो व्यापक विषय पनि हो। दर्शनले हामीले यो संसारलाई, यो प्रकृतिलाई, यो मानव जगतलाई, यो विचार जगतलाई हेर्ने बुझ्ने दृष्टिकोण भनेको नै दर्शन। त्यसो हुनाले यो दर्शन धेरै व्यापक चिज छ। त्यसले केही महत्त्वपूर्ण कुराहरू उठाउँछ। हाम्रो देशमा दर्शनको विकासलाई तपाईँले हेर्नुभयो भने सबभन्दा पहिले कपिल दर्शन उत्पत्ति भएको पाउँछौँ हामी, बुद्ध दर्शनभन्दा अगाडि। त सम्भवतः त्यो कपिल दर्शन भनेको ईसाको 7औं 8औंदेखि 10औं शताब्दीभित्रको दर्शन हो। त्यो धेरै महत्त्वपूर्ण दर्शन भनेर मानिन्छ कपिल दर्शन। तिनै कपिल मुनिले निर्माण गरेको कपिल दर्शनकै हिसाबले कपिल वस्तु भनेर आज हामी जो चिन्छौँ, त्यो कपिल वस्तु भनेको त्यही हो। त्यसपछि बुद्ध दर्शन जन्म भयो। बुद्धले यो समग्र सृष्टिमा निरन्तर उत्पत्ति र निरन्तर विनाश भइरहेको छ भन्ने दर्शनलाई अगाडि ल्याउनु हो। हर चिज, हर पल, हर घडी, हर मिनट, हर सेकेन्ड यो उत्पत्ति पनि भइरहेछ, विनाश पनि भइरहेछ। त यो प्रक्रियाबाट हामी अगाडि बढिरहेका छौँ भन्ने दर्शनलाई उहाँले अगाडि सार्नु हो। त्यसपछि पनि अनेक दर्शनहरू नेपालमा विकसित भएर आएका छन् होइन। अहिले अष्टावक्र दर्शन भन्ने पनि आयो, बोन दर्शन भन्ने अलिक अगाडिदेखि नै थियो। त्यो बोन दर्शन पनि यही भूमिबाट विकसित भएको हो। त्यस्तै अब सनातन आर्य दर्शनको पनि एउटा भूमि हो नेपाल, र त्यो दर्शनको पनि यहाँबाट विकसित भयो होइन। यस्ता अनेकन दर्शनहरू नेपालमा विकसित भए। त्यसमध्ये किरात दर्शन पनि एउटा दर्शन हो होइन। किरात मुन्नुम भनेर जसलाई भनिन्छ, त्यो पनि एउटा दर्शन हो। त्यस्तै नेपाल 126 जातिका जनता रहेको मुलुक छ। त उनीहरूका आफ्नै आस्था र विश्वासहरू आफैमा दर्शनका एक वा अर्का रूपहरूको रूपमा छन् हाम्रो समाजमा। त्यसरी अगाडि बढ्ने सिलसिलामा हाम्रो समाजमा मार्क्सवादी दर्शन यो नयाँ दर्शन हो। यो नयाँ दर्शनको विकास भइरहेको छ। अब यिनै चिन्तन मननको सिलसिलामा अहिले यो हाम्रो लेखकले जुन प्रकारको नयाँ अवधारणा यहाँ अगाडि प्रस्तुत गर्नुभएको छ, यो पनि एक किसिमको दार्शनिक अवधारणा नै हो। त यो अवधारणा जसरी प्रस्तुत गर्नुभएको छ, यसमा धेरै बहसहरू गर्नुपर्ने विषयवस्तुहरू छन् है। हामी तपाईँहरू के ठान्छौँ भन्दाखेरि यो समाजको सृष्टि कसरी भयो होला भन्ने नै आफैमा एउटा गम्भीर प्रश्न छ, र त्यो बारेमा हामी छलफल गर्दै आइरहेका छौँ। विज्ञानले यो सृष्टि चाहिँ अरू कुनै शक्ति अथवा कुनै अर्को खालको कुनै दैवी शक्ति आदिहरूले बनाएको चिज होइन, यो सृष्टि आफै अगाडि बढ्दै आएको छ भनेर विज्ञानले हामीलाई अहिलेसम्मका अनुसन्धानहरूले बताएको छ। त्यसकारणले अब यसमै पनि विवादहरू गर्न सकिन्छ। होइन, कुनै न कुनै एउटा दैवी शक्ति चाहिँ छ, त्यो दैवी शक्तिले यो विकास गरे हो भन्नेहरू पनि छन्। तर त्यो चिजलाई अब विज्ञानले मात्रै होइन, बुद्ध दर्शनले 2600 वर्ष अगाडि नै त्यसलाई चकनाचुर पारिसकेका छ। यो गलत हो र चाहिँ सृष्टिलाई कुनै कारण बिना परिणाम जन्मिँदैन समाजमा। कारण र परिणाम भनेका यस्ता शाश्वत कुराहरू हुन्, कारण बिना कुनै परिणाम हुँदैन। त्यसकारणले ईश्वर जन्मिने कारण के छ त भन्दा कारण केही पनि छैन। त्यसो हुनाले कारण बेगरको यो कुरा जुन ईश्वर छ, ईश्वरले जन्मायो भन्ने कुरा गलत हो भनेर बुद्धले उति बेलै खण्डन गरिसक्नु हो। र त्यो खण्डनलाई फेरि अर्को पुनः खण्डन गर्नेहरू जन्मेका छैनन्। उही सनातन धर्म लिएर अगाडि बढ्नेहरूले होइन यो सबै कुरा सृष्टि चाहिँ ईश्वरले गरेको हो भन्नेहरू छन्, त्यति मात्रै हो। त्यस्तै अब सृष्टिको विकास हुँदै जाने क्रममा हाम्रो ब्रह्माण्डको विकास भयो। त्यस्तै गरेर यो
सौर्यमण्डलको विकास भयो, पृथ्वीको विकास भयो, पृथ्वीमा विभिन्न ढङ्गको अन्य परिवर्तन हुँदै हुँदै जीवहरूको विकास भयो, त्यो जीव विकास हुँदै जाने क्रममा मानवको विकास भयो, मानवको विकास हुने सिलसिलामा मानव चेतनाको पनि विकास भयो। त्यसो हुनाले यो विकासको क्रम लगातार अगाडि बढ्दै आएको छ र मानव समाज पहिले सुरुमा चाहिँ आदिम साम्यवादी समाजमा थियो, त्यस पछाडि दास प्रथा भयो, त्यसपछि सामन्तवादी युग आयो, त्यसपछि पुँजीवादी युग आयो। यी नेपालमा पनि अहिले पुँजीवादी युगबाट हामी जाँदैछौँ। अब आउने युग भनेको समाजवादी युग हुन्छ। समाजवादबाट अगाडि बढेर साम्यवादी युग आउँछ, अनि अनन्त विकासको प्रक्रिया अगाडि बढेर जान्छ भन्ने विज्ञान, यो चाहिँ मार्क्सवादी विज्ञान हो। त्यसो हुनाले यस्ता विविध दर्शनहरूको बिचबाट अहिले यो चिन्तन जो आएको छ, उहाँको चिन्तन, यो चिन्तनले एउटा कुरा चाहिँ के भन्छ भन्दाखेरि यो एब्सोल्युट अथवा अन्तिम सत्य चाहिँ यो रहेछ भन्ने टुङ्गोमा म पुगेँ भन्ने उहाँको भनाइ छ। अब यो भनाइमा चाहिँ विज्ञानले मान्दैन यो कुरालाई, होइन। अन्तिम सत्य यो भनेपछि नै अब हाम्रो चेतनाको विकास स्टप भन्छ। अन्तिम सत्य यो रहेछ भनेपछि त्यहाँभन्दा अर्को पत्ता लगाउनै परेन, अध्ययन गर्नै परेन, अनुसन्धान गर्नै परेन, विज्ञानको कामै सिद्धियो। त्यसपछि अन्तिम सत्य पत्ता लगाइसकेपछि विज्ञानको काम सकिन्छ। त्यसो हुनाले त्यो अन्तिम सत्य भनेर विज्ञानले मान्दैन। अहिलेसम्म हामी जे खोज गरिरहेका छौँ, अध्ययन गरिरहेका छौँ, निरन्तर हाम्रो चेतना पनि विकास गरिरहेको छ, वस्तुगत दुनियाँ पनि विकास गरिरहेको छ। यो विकास अनन्तसम्म जान्छ। कहाँसम्म जान्छ त भन्दा अनन्त भनेको इन्फिनिटसम्म जान्छ। त्यो अहिले हाम्रो दिमागले भेट्दैन। त्यो अन्तिम कुरा हो, अन्तिम सत्य त्यहाँ हुन्छ, होइन। सापेक्षित सत्य र अन्तिम सत्य यो दुई प्रकारका सत्यहरू हुन्छन्। आज हामी जे बुझिरहेका छौँ, तपाईँहरूलाई वरिपरि म यति देखिरहेको छु, यहाँ कमसेकम 17-18वटा टेलिभिजनले हाम्रो कुराहरूलाई फोटो खिचिरहेको छ, है। यो अहिलेको सापेक्षित सत्य हो। तर अब यही सत्यहरूबाट खोज्दै हामीले अन्तिम सत्यमा पुग्नुपर्ने हुन्छ, जुन कुरा हामीले भेट्दाखेरि यो ब्रह्माण्ड नै सिद्धिन्छ। त्यसो हुनाले अहिले अन्तिम सत्य हामीले पत्ता लगाउन सक्दैन, त्यो गाह्रो छ। सबै ज्ञानहरू हाम्रा सापेक्षित ज्ञानहरू। त्यसो हुनाले यो चिजलाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो यो अन्तिम सत्य र सापेक्षित सत्यको बिचमा हामीले छलफल गर्दै जाने सिलसिलामा हाम्रा बिचमा धेरै विषयहरूमा छलफल चल्छन्। अब यो उहाँको पुस्तकले यो अन्तिम सत्य भन्यो, होइन। अन्तिम सत्य यो हो भनेर भन्नको लागि पनि फेरि उहाँले थुप्रै सापेक्षित सत्यका कुराहरूलाई अगाडि ल्याउनु भएको छ र ती कुराहरूमा हामीले बहस गर्नुपर्ने हुन्छ। यो बहस गर्नको लागि यो पुस्तक एउटा राम्रो पुस्तकको रूपमा अहिले अगाडि आएको छ। नेपालका सबै चिन्तकहरूलाई, दार्शनिकहरूलाई, विद्वानहरूलाई र विचारकहरूलाई म यसबारेमा यो पुस्तक पनि तपाईँहरू अध्ययन गर्नुहोस् र हामी छलफल गरौँ, छलफललाई अगाडि बढाउँ। बादे बादे जायते तत्त्वबोध भन्ने यो दार्शनिक निष्कर्ष यही नेपालबाट निस्किएको दार्शनिक निष्कर्ष हो। खास गरिकन बुद्धको पालामा पनि व्यापक बहस हुँदो रहेछ। बुद्धको पालामा जस्तो कपिल वस्तु भने जुन भनिन्छ अहिले, त्यो ठाउँमा चाहिँ कतिपय गाउँहरूमा यस्तो बहसका थलोहरू बनाइएको रहेछ। विद्वानहरू भेला हुने बखतमा अनि बहस गर्ने गरिँदो रहेछ। त्यस्ता थलाहरूमा बुद्धले पनि कैयौँ पटक गएर त्यो प्रकारको बहसमा सहभागी हुनुभएको थियो, है। त्यस्तै अब अलि पछिल्लो विधेयकको कालतिर आउँदाखेरि विधेयकको कालतिर पनि त्यस्तो खालको चाहिँ बहस हुन्थ्यो र शास्त्रार्थ गरिन्थ्यो। त्यति बेला विभिन्न विषयहरूमा बहस छलफलहरू गर्ने त्यो प्रणालीलाई विकास गरिएको थियो। यो पछिल्लो अवधिमा अलि त्यो खालको कुराहरूमा मन्दता आयो। अब आजको दुनियाँमा हामीले फेरि बहसलाई अलि व्यापक बनाएर लिएर जानुपर्ने आवश्यकता छ। अहिले जस्तो नेपालमा जुन परिस्थिति छ, अब नेपाली समाजलाई साँच्चै नै सुखी र समृद्धि कसरी बनाउने, यो बारेमा पनि हामीले गहन बहस गर्नुपर्छ। हाम्रो देशमा कस्ता कार्यदिशा, कस्ता नीति, कस्ता सिद्धान्त लिएर अगाडि बढ्यो भने यो देश समृद्ध हुन्छ। हाम्रो कृषि नीति के हुनुपर्छ, हाम्रो औद्योगिक नीति के हुनुपर्छ, हाम्रो
के अरे शिक्षा स्वास्थ्यको नीति के हुनुपर्छ, हाम्रो राष्ट्रियतालाई कसरी संरक्षण गर्नुपर्छ आदि जस्ता विषयहरूमा हामीले व्यापक बहस गर्न जरुरी छ। यस्ता विषयहरूमा बहस गर्दै अगाडि बढेर यो देशलाई साँच्चै नै एउटा सुखी र समृद्धि देशमा निर्माण गर्नुपर्नेछ। हाम्रा सबै चिन्तनहरूले यो व्यावहारिकतालाई सेवा गर्नुपर्छ। चाहे जो अघि मैले भने जो नेपालमा थुप्रै एउटा दर्शनहरूको विकास भयो भनेर, यी जम्मै दर्शनहरूमध्ये जुन दर्शनले जुन सोचले नेपाली जनताका आजका यी समस्याहरूलाई समाधान गर्दै यो समाजलाई सुख र समृद्धितर्फ लान सक्छ, त्यसलाई अगाडि बढाउनको लागि मार्गदर्शन गर्न सक्छ, त्यो दर्शन बाँच्छ, त्यो दर्शन जनतासँग गाँसिन्छ, त्यो दर्शन झन् व्यापक जनता बिचमा लोकप्रिय भएर जान्छ। हेर्नुहोस्, तर जुन दर्शन एउटा बुद्धि विलासको रूपमा अथवा एउटा बहस छलफलको रूपमा मात्रै, एउटा प्राज्ञिक चिन्तनको रूपमा मात्रै त्यो प्रकट हुन्छ, त्यस्ता प्राज्ञिक चिन्तनहरू हाम्रो प्राज्ञिक एउटा चाहिँ उसभित्र यिनीहरू चाहिँ संरक्षित भएर रहने मात्रै गर्छन्। त्यसो हुनाले दुनियाँमा जति चिजहरू, जति विचारहरू जन्मेका छन्, कतिपय विचारहरू अब माने उसमा पुस्तकालयमा थन्केका होलान् होइन, तर चिन्तन छन् तिनीहरू पनि। त्यसैले हामीले हाम्रा चिन्तनहरूलाई कसो गर्दाखेरि व्यापक जनता र राष्ट्रको विकासको प्रवाहसँग गाँसेर लान सक्छौँ, आम जनताको हितसँग गाँसेर लान सक्छौँ, राष्ट्रको हितसँग गाँसेर लान सक्छौँ, हो त्यो दर्शन, त्यो विचार, त्यो चिन्तन चाहिँ सजीव भएर बाँचिरहन सक्छ। म हाम्रो आजको यो पुस्तक विमोचनका लेखक जोशीजीलाई पनि म के आग्रह गर्न चाहन्छु र सुझाव दिन चाहन्छु भने, तपाईँले बनाइरहेको जुन अवधारणा छ त्यो अवधारणाले अब हाम्रो जस्तो नेपाली समाजको विकासलाई, यसको रूपान्तरणलाई कसरी मद्दत गर्न सक्छ त? त्यो मद्दत गर्ने हिसाबले यो दर्शनलाई अझै राम्ररी परिष्कृत बनाउनुहोस् होइन, यसलाई अझै परिमार्जित गर्नुहोस् र नेपाली जनताको लागि एउटा लोकप्रिय विचार बनाउने दिशामा काम गर्नुहोस्। त्यसले तपाईँको सफलतालाई हातमा ल्याउँछ र म तपाईँको यो पुस्तक अझै बढी लोकप्रिय बनोस् र आम जनताको निम्ति यो काम लाग्ने बनोस् भनेर हार्दिक शुभेच्छा प्रकट गर्दै, शुभकामना प्रकट गर्दै, यस्तो एउटा नयाँ पुस्तक नेपाली पाठ्य जगतभित्र तपाईँले प्रस्तुत गरेर दहमा जो ढुङ्गा हान्नुभएको छ, एउटा हलचल ल्याउनु भएको छ, त्यसको लागि तपाईँलाई धन्यवाद छ र बधाई पनि छ। धन्यवाद। आज म यो पुस्तक विमोचनमा आएको छु, मैले पत्रकार सम्मेलन गर्न आएको होइन। त्यसो हुनाले प्रिय पत्रकार मित्र, मलाई तपाईँले यो अहिले जुन प्रश्न सोध्नुभएको छ अर्को कुनै सन्दर्भमा सोध्नुहोस्, आज चाहिँ प्लिज नसोध्नुहोस्। आज मलाई यही पुस्तक विमोचनको कुराहरूमा सीमित भएर आफ्ना कुराहरू राख्ने अनुमति दिनुहोस्। अब यसबारेमा खालि एक लाइन म के भन्छु भन्दाखेरि, यो अहिले तपाईँले सोधेको विषय अदालतको विषय बनिसक्यो र अदालतको विषय बनेको विषयमा धेरै टीका टिप्पणी गर्नु यसै पनि उपयुक्त हुँदैन है। अब नेपालको यो गणतन्त्र र त्यसको शासन प्रशासनलाई हामीले साँच्चै नै एउटा पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउनुको लागि गर्न पर्ने धेरै कामहरू छन्। ती काम गर्न बाँकी छन्। ती कुराहरूकै सन्दर्भमा यसलाई पनि हेरिनुपर्छ भन्दै म यो टीका टिप्पणीलाई यति मात्रै राख्न चाहन्छु। धन्यवाद।
धेरै धेरै धन्यवाद नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा यसका सम्मानित नेता माननीय झलनाथ खनालज्यू। उहाँले आजको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यो पुस्तक अझै लोकप्रिय बनोस्, जनताको लागि काम लाग्ने बनोस् र जनताको मनस्थितिमा एउटा सकारात्मक परिस्थिति छाओस् भन्ने महत्त्वपूर्ण भनाइराख्नु भएको छ। र आजको यस कार्यक्रममा गतिशील भौतिकवाद नामक पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुभएका पत्रकार साथीहरू, शुभेच्छकज्यूहरू, यसै गरी प्रहरी सुरक्षाकर्मी ज्यूहरू र सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दै र मलाई आजको यस कार्यक्रम सञ्चालन गर्ने अवसर दिनुभएकोमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दै मैले कार्यक्रम सञ्चालन गर्दै गर्दा माननीय ज्यूहरूप्रति कुनै ठेस पुग्ने शब्दहरू प्रयोग भएको भए, मर्यादा क्रममा कुनै तलमाथि भएको भए म तपाईहरूले क्षमा याचना गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दै आजको यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद, नमस्कार।